पोखरा विमानस्थल बारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन। अध्यागमनबाट सरुवा भएकै दिन अख्तियारको नियन्त्रणमा परे सहसचिव तीर्थ भट्टराई। मानव तस्करी गिरोहसँग विमानस्थल अध्यागमनका प्रमुखको साठगाँठ। सहकार्य गरेर अगाडि बढ्न रासपालाई राजावादीको प्रस्ताव। नवराज सुवेदीको पत्रमा रासपाले छलफल नै नगर्ने, जवाफ पनि नदिने। नेपाल विद्युत प्राधिकरणले भारतमा सुरु गर्यो विद्युत निर्यात। तीनकुनीमा भएको प्रदर्शनको अनुसन्धान सकियो। दुर्गा प्रसाई सहित 8 जना माथि ज्यान सम्बन्धी अभियोग सिफारिस। 500 र 1000 का नयाँ नोट छपाई गर्ने नवनियुक्त गभर्नरको निर्णय। रवि लामिछानेको मुद्दाको सुनवाई हिजो पनि स्थगित। राजेन्द्र लिङदेनको प्रतिवेदनले पोखरा एयरपोर्ट बन्द गरौँ भन्छ भट्टराई। पोखरा विमानस्थलमा भ्रष्टाचारको टेलर हेरियो, फिल्म भैरहवा हेर्नुपर्छ भन्छन् एकीकृत समाजवादीका सांसद प्रेम आले। समितिको नेतृत्व भागवण्डाबाट भएको हो भन्दै आफ्नै नेतासँग गएर कुरा गर्न माओवादीलाई कांग्रेसको जवाब। पोखरा विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको कांग्रेस सांसद केसीको भनाई। उद्योगी व्यवसायीसँग डेडिकेट र ट्रङ्क लाइनको बक्यौता छिट्टै उठाउने ऊर्जा मन्त्री खड्काको दाबी। नयाँ बजेट आउँदा तलब बढ्ने आशामा सरकारी कर्मचारी, लेखाजोखा गर्दै अर्थ मन्त्रालय। पूर्व राजा ज्ञानेन्द्र शाह र काठमाडौँका मेयर बालिन शाहबीच भेटघाट भएको चर्चा। एमाले सांसद बास्कोटा भन्छन् पोखरा विमानस्थल बारे उपसमितिको प्रतिवेदनमा आफ्नो फरक मत छैन। राप्रपा युवा संगठनका संयोजक केसीलाई रिहा गर्न सर्वोच्चको आदेश। सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकप्रति मोर्चाको असहमति। विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्याउन गम्भीर भएको शिक्षा मन्त्री पन्तको दाबी। सार्वजनिक हितमा दिएको अभिव्यक्तिले अवहेलना नहुने भन्दै सर्वोच्चलाई गगन थापाको जवाफ। हिमाली क्षेत्रमै सरदर भन्दा बढी वर्षाको संकेत चिन्ताजनक भएको मनसुन प्रक्षेपण। संसदीय समितिमा माओवादी सांसदले बोल्दै गरेको बाइक फालेपछि के भयो, हेर्नुस् आजको समाचारमा। निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनको कमजोरी औल्याइन्। आन्दोलनको बल र दलको दबावमा ये नबन्ने सांसद सुमना श्रेष्ठको भनाई। मोडल तथा अभिनेत्री कविता नेपालीले गरिन् 24 घण्टाभित्र सगरमाथा र लोत्से हिमालको आरोहण। भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेको प्रति माओवादीको आपत्ति। लमजुङमा तरुण दलको खुकुरी काण्डमा ज्यान मार्ने उद्योगमा 4 जना विरुद्ध पक्राउ पूर्जी जारी। सार्वजनिक रूपमा टिप्पणी भइरहेका व्यक्तिलाई संयोजक बनाइएको भनेपछि मन्जु खाँडको आपत्ति। पूर्व गभर्नर चिरञ्जीवी नेपाल भन्छन् बाफिया विधेयक जस्ताको तस्तै पास भए बैंकमा अझै पैसा थुप्रिन्छ। चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग। विकास बैंकहरूलाई सरकारले गरेको वर्गीकरण ठिक नभएको डेभलपमेन्ट एसोसिएसन नेपालका उपाध्यक्ष दिनेश थकालीको भनाई। बैंक तथा वित्तीय संस्थाका सञ्चालक बन्नको लागि उमेर हद नराख्न परिसंघ नेपालका उपाध्यक्ष पौडेलको प्रस्ताव। सम्पत्ति शुद्धिकरणको मामिलामा ग्रे लिस्टमा परेको नेपालमा शंकास्पद कारोबार तथा गतिविधि झनै बढेका एक अध्ययनको प्रतिवेदन। सिमराबाट बुद्ध इयरको विमानमा काठमाडौँ आउँदै गर्दा बाटोमै बिलाइन बिरामी महिला। विपदमा परेको 1 सातापछि घोडाले पुर्याउँदैछ तिलगाउँमा राहत। नेपालमा आधा भन्दा बढी गर्भधारण अनिश्चित भएको एक अध्ययनको प्रतिवेदन। हुँदै नभएको लोड सेडिङ भयो भन्दै विदेशबाट फोन गरेर दुःख दिए भन्छन् ऊर्जा मन्त्री खड्का। बेथाले छटपटिएकी महिलालाई बाटैमा सुत्केरी गराउने जवानलाई आइजिपी को पुरस्कार। कराते खेलाडी कुनसाङ तोसेफ शेर्पाले गरिन् सगरमाथा आरोहण। नेपाली सिनेमा गाउँ आएको बाटो बेलायतका हलहरूमा लाग्ने। लोत्से हिमाल आरोहण गरी फर्कने क्रममा भारतीय आरोहीको मृत्यु। जलविद्युत आयोजनमा बाढीको पूर्व सूचना दिने प्रणाली विकास गर्न सम्झौता। 10 महिनामा 10,000 ईभी आयात। निर्यातमा कीर्तिमान 10 महिनामै 2 खर्ब 18 अर्बको निर्यात। सुरुमा वात्तै बढेर अन्त्यमा घट्यो शेयर बजार। बी डिभिजन लिगमा मध्यपुर र च्यासल युथ क्लब विजयी। सारको सार्थकता समाप्त भइसकेको भाजपाका नेता विजय जोलीको भनाई। गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू। छत्तीसगढ मुठभेडमा 26 माओवादी मारिएको भारतीय प्रहरीको दाबी। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा 175 अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा। र स्वास्थ्य जानकारीमा युरिक एसिडमा के खाने के नखाने।